हेलो दर्शन, नमस्ते। आज कति तारिक हो? 17 तारिक अक्टोबरको कुन इयर हो? 2022 अक्टोबर 7:15 हामी यहाँबाट निस्क्यौँ घरबाट हस्पिटलको लागि। आज चाहिँ मेरो इन्डक्सन इन्डक्सन कुकरमा पकाउने अरे डक्टरले भनेको। त्यसैले अब जाँदैछौँ हस्पिटलमा। कतिको भिडियो गर्न मिल्छ सकेसम्म मिल्छ, किनभने हस्पिटलले क्यामेरा अलाउड गरेको छ भने पछाडि भिडियो पनि गराउन मिल्छ। त्यस्तै मैले मिले जति म भिडियो बनाउँछु र अपडेट पनि गरिरहन्छु के छ भनेर, के भयो भनेर। अहिलेलाई बाई बाई, हस्पिटलतिर जाँदैछौँ। मैले इयर त भने त। यो चाहिँ हाम्रो हस्पिटल। बेबुले यो चाहिँ दिउँसो खिच्नु भएको थियो। हामी बिहान आउँदाखेरि चाहिँ अँध्यारै नै थियो, त्यसैले दिउँसो खिच्नु भएको थियो। यो चाहिँ आयो यहाँनिर यहाँ आयौँ, ड्रेस चेन्ज भयो। अनि त्यस पछाडि यो आइबीको लागि रेडी। कस्तो नराम्रो फोरी देखेको मलाई चाहिँ। यति बेला चाहिँ सबै थोक रेडी गरेर बेल्ट लगाएर नन स्ट्रेस टेस्टको लागि बेल्ट लगाएर बसेको थिएँ। ब्लग गर्दा गर्दै डक्टर आएर अरू केही भन्नै पाइनँ, त्यसैले त्यति नै सक्यो त्यहाँ चाहिँ। अनि म बेडमा यत्तिकै पल्टिराखेको थिएँ। अनि त्यति बेला एउटै सबै रुमको भिडियो गर्दै हुनुहुन्थ्यो, रुम टुर भन्दै। अनि म पुल्टुङमा पल्टिरहेको थिएँ बेडमा। अनि त्यहाँ बच्चा बस्ने बेड पनि रेडी गरेको थियो। अनि हाम्रो रुमको भ्यू यस्तो थियो, हामी बसेको रुमको। अनि आइबीको लागि रेडी भयो। अब सर्भिक्स मेरो खुलेको छैन, डाइरेक्ट भएको छैन। त्यो कारणले गर्दाखेरि सानो ट्याब्लेट जस्तो हाल्ने अरे। अनि सर्भिक्सलाई कमजोर गराउने अरे, सफ्ट गराउने अरे। अनि यदि त्यो सफ्ट भयो भनेदेखि अनि अर्को बेलुन भन्दा रहेछन्, त्यो हाल्न मिल्छ अरे। 1 सेन्टिमिटर मात्र पनि डाइलेट भएको छ भनेदेखि, नत्र भएदेखि पहिला सुरु यसले डाइलेट गराउनलाई सफ्ट बनाउँदो रहेछ। अनि पछिबाट त्यो हाल्ने। अनि त्यो भइसके पछाडि 3 सेन्टिमिटर भन्यो नि, 3 सेन्टिमिटर सर्भिक्स ओपन भए पछाडि अनि मात्र पिटोसिन हाल्न मिल्छ भनेको छ। यसको लागि टाइम यो ट्याब्लेट जुन हालिरहेको छ त्यो कसैलाई 4वटा पनि हाल्नुपर्छ अरे, कसैलाई धेरैवटा, त्योभन्दा धेरैवटा नै हाल्नुपर्छ अरे, कसैलाई एउटा हाल्दाखेरि पनि इनफ हुन्छ अरे। त्यसैले अब लेट्स सी मेरो बडीले कसरी रियाक्ट गर्छ, त्यो अनुसारले अगाडिको प्रोसेस हुन्छ। अहिलेलाई यति नै राई। त्यो भनेको ट्याब्लेट चाहिँ अब सर्भिक्समा हालेको छ अहिले। अब यसले बिस्तारै सफ्ट गराउँछ अरे। सफ्ट गराए पछाडि 1 सेन्टिमिटर डाइलेट गऱ्यो गरे पछाडि अनि पिटोसिन हाल्नलाई सजिलो हुन्छ, हाल्छ अगाडि भन्ने छ होइन। अब लेट्स सी मेरो बडीले कसरी रियाक्ट गर्छ होइन। हालेँ अब 1 घन्टासम्म पुरा बेड रेस्ट, हिँड्न पाइँदैन। 1 घन्टा पछाडि अनि हिँडेर अनि उनीहरूले 4 घन्टा पछाडि चेक गर्ने भनेको छ। फेरि सर्भिक्स कतिको सफ्ट भएको छ कि छैन, डाइलेट भएको छ कि छैन भनेर चेक गर्ने भनेको छ। 4 घन्टा पछाडि 4 घन्टासम्म चाहिँ अब अरू केही पनि हुँदैन, यति मात्र हुन्छ। अनि 1 घन्टासम्म चाहिँ हिँड्न मिल्दैन। 1 घन्टा पछाडि चाहिँ हिँड्न ओर्न सबै थोक गर्न मिल्छ, तर 4 घन्टा चाहिँ वेट गर्नुपर्छ। अब यति बेला चाहिँ मलाई बेथा पनि लाग्न थालिसकेको थियो। अनि यसरी उतानु परेर सुत्दा मलाई गाह्रो भएर म कोल्टी पनि परिरहेको थिएँ। नन स्ट्रेस टेस्ट पनि भइराखेको थियो, त कोल्टी पर्दा नि प्रब्लम भइराखेको थियो। तर यो चाहिँ बेथा लागेको बिचमा थियो। बिचमा एकछिन इन्जोय गरिरहेको थिएँ, अनि फेरि एकछिन पछाडि फेरि दुख्यो भनेर आया गरेर बसिराखेको थिएँ। अनि म यसमा चाहिँ नर्सले लिएर बाउन्सिङ बल भनेर, यो चाहिँ बर्दिङ बल पनि भन्दो रहेछ, यसले धेरै हेल्प गर्दो रहेछ। अनि त्यही भएर नर्सले लिएर आएर दिएकी थिएँ। अनि म उफ्रिँदैछु यहाँनिर। अहिलेसम्म म इन्जोय गरिरहेको छु, यस पछाडि मेरो जान्छ प्राण।
त्यति बेला चाहिँ मलाई धेरै पेट दुखेर अनि एकछिन रोकिएको थियो अनि म स्याड भइरहेको थिएँ अनि मलाई भोक पनि लागिरहेको थियो अनि मलाई गाह्रो पनि भइरहेको थियो अनि म गनगन गरिरहेको थिएँ एउलाई भनेर। अनि मेरो दुखाइ अनुसारले मेरो मुड चेन्ज भइरहेको थियो त्यहाँनिर। तेर्सो पारेर खिच्नु भन्दै सिधा बनाएर खिच्नु भएछ सेड लाइफ। अनि एउटा टिकटक त बनाउनु परिहाल्यो अनि म त्यति बेलाको एकदम ट्रेन्डिङ भाइरल गीतमा टिकटक बनाउनलाई प्र्याक्टिस गर्दै थिएँ। अनि त्यति बेला एबुले बिहाइन्ड द सिन खिच्दै हुनुहुन्थ्यो। यति बेलासम्म म इन्जोय नै गरेर आएको थिएँ, एकदम रमाइलो भइरहेको थियो। यस पछाडिको सिचुएसन देखेर आफ्नो माया लागेर आउँछ। अब जाउलो माम आएको छ, आमाले बनाइदिनु भएको जाउलो माम बुवाले बनाइदिनु भएको। भाइले डेलिभर गरे, भाइले डेलिभर गर्दैछ, पस्केर खाना दिँदैछ। अनि म चाहिँ यहाँ मेरो हालत खराब भइसक्यो अलरेडी। औषधी नहालिकन नै एउटा औषधीले नै एउटा ट्याब्लेटले नै मेरो हालत खराब भइसक्यो। अब के होला तान्नै आउँदैन त्यो तान्न त्यो त भाइले लिएर आइदियो। अनि आमाको छुट्टी नै पाइएन आमालाई। भाइ भाइ अनि के बजेको 145 बा ए लागेकै छ। ओके मलाई त जिग्यो होला। कल त आओ न दुई 120 to 78। अनि मेरो गनगन अनि हाम्रो गन्थन यतिकै भइरहेछ। म गनगन गरिरहेको छु, बोतलमा स्ट्रो हालेर खानु परिरहेछ। फेरि मलाई त्यो बचपना पनि गइरहेको छैन। यतै दुःख पनि दिनु परिराखेको छ, दुःख पनि पाइराखेको छु। त्यो सब एकदम मिलाई रमाइलो इन्जोय गर्दै दुःख पाउँदै भइरहेको छ, गरिरहेको छ। अनि एबु चाहिँ मैले बिगारेको काम बनाउने कोसिस गर्दै हुनुहुन्छ। यो सिलसिला अहिलेसम्म पनि चलि नै राखेको छ। म केही काम बिगारिहाल्छु, मतलब बाहिरी काम, घरभित्रको काम होइन, बाहिरको कामहरू केही बिगार्छु, पेपर वर्कहरू टाइपको चिजहरू होइन। अनि त्यो सबै बनाउनको लागि एबुलाई नै भन्छु होइन। मेरो डोरेमन अब व्यथा लाग्न थाल्यो फेरि। अनि एकछिन एकदम स्याड आँसु छुइन्जेल रुन्छु, कराउँछु। अनि एकछिन पछाडि फेरि बोल्न थाल्छु, हे भगवान् कति बोलेको होला फतौरी। अनि हामी आफू नै फिगर आउट गर्दैछौँ, किनभनेदेखि नर्सहरूले बाहिर बसेर हेरिराखेका छन् हामीलाई यहाँभित्र के भइरहेछ भनेर होइन। मतलब हामीलाई त के भन्नु, मलाई के भइरहेछ भनेर बाहिर बसेर हेरिराखेका छन्। अनि हामी दुईजना चाहिँ के हो कसो हो भनेर फिगर आउट गर्दैछौँ हामी कुन स्क्रिन हो। अनि त्यो बलले हामीलाई कतिको हेल्प गरिरहेको छ। यो सब चिजहरू हामी एकदमै गन्थन गरिरहेछौँ। अनि आर्ग्युमेन्ट पनि गर्नु परिरहेछ। मलाई फेरि सब थोक भइरहेछ, सब थोक मिलिरहेछ। अनि एबु फेरि क्यामेरा कन्सियस एकदमै होइन अप्ठ्यारो मानिरहनु भएको छ र पनि भिडियो गरिरहनु भएको छ भनेको मानेर थ्याङ्क यू एबु। यहाँदेखि उताको भिडियो चाहिँ म अलिकति फास्ट गरिदिँदैछु, स्पिड बढाइदिँदैछु। केही छैन त्यस्तो यसमा, केही भनेको दुईजनाको गन्थन हो, मेरो गन्थन मात्र हो, अरू केही छैन यहाँ।
कन्ट्र्याक्सन एकदमै फ्रिक्वेन्टली आइरहेको छ, एकदम छिटो छिटो र धेरै बेरसम्म आइरहेको छ अहिलेसम्म। तर अरू मान्छेको जस्तो अझै पनि मेरो भएको छैन। मलाई त नर्सले आएर तेरो त भएकै छैन, तँलाई त बेथै लागेको छैन भन्थे। आफूलाई दुखेर कस्तो भइरहेको थियो। बेथा नलाग्दाखेरि त यस्तो त बेथा लाग्दाखेरि के हुन्छ होला, मेरो त थाहा नपर्नु। नर्सहरूले नै आएर तँलाई बेथै लागेको छैन भन्दै थिए। यति सानो 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 थोरै थोरै कन्ट्र्याक्सन भएको भएर भन्थे। अब नर्सले के भने हो, आफूलाई दुखेर मर्नु भइरहेको थियो। नन स्ट्रेस टेस्ट पनि गरिराखेको थियो, त्यो बेल्ट पनि खोल्नलाई मिलिरहेको थिएन, गाह्रो भइरहेको थियो। सबै थोक गर्दा यस्तो गाह्रो हुँदाखेरि पनि अनि नर्सले भन्छ केही भएकै छैन तँलाई भनेर। अनि दिमाग खराब। अनि एबुले ढाड मालिस गर्दै हुनुहुन्छ, अलिकति हेल्प भइरहेछ ढाड मालिस गर्दाखेरि। त्यो बलले पनि अलिकति हेल्प गर्यो। अनि यति बेला एबु सपोर्टिभ हुनुहुन्थ्यो, भनेको बुझिराख्नु भएको थियो मलाई कसरी दुखिराखेको छ भनेर। त्यो कारणले गर्दाखेरि नै अलिकति इजी भयो मलाई। नेचुरली हामीलाई वेट गऱ्यो भनेर त आपत्ति छैन। We are going through the whole thing for him, right? And then if he's not ready, then that will be not. That's fine. म चाहिँ यो भन्दैछु कि अलि एक हप्ता पछाडि आफै हुने कुरा, किन मलाई औषधि हालेर गराइराखेको होला भनेर म गनगन गरिराखेको छु। यहाँ चाहिँ दुःख पोख्दैछु। अनि एबु चाहिँ सम्झाउँदै हुनुहुन्छ बेबीको लागि हो, हेल्दी बेबीको लागि गरेको हो यो सब, म पछि गाह्रो हुनसक्छ, पछि बिग्रिन सक्छ भनेर सम्झाउँदै हुनुहुन्छ। यो पहिलो कुरा सम्झेकै त हो, तर पनि त्यति बेला दुखेको बेलामा गनगन गर्न मन लाग्यो त्यसैले भनेको। र पनि एबुले सम्झाउँदै हुनुहुन्छ। ढाडको चाहिँ के हुन्छ भने ढाडको त बन्द हुँदैन नि त, तर प्रिपरेसन दिएर अब कहिले ढाड दुख्दैन होला, अलिक मात्र दुख्छ होला। यो रियल बेथा होला नि त। रियल बेथा होइन भन्दै बसेको, लास्टमा साँच्चीकै पो बेथा लागिरहेछ। अहिले आएर थाहा भइरहेछ। अहिले चाहिँ एकछिन बाहिर उयो गरेको भिडियो हेर्नु एकछिन। अनि अहिले चाहिँ मलाई के भइरहेछ अरे, के हो यो आइभीमा एनेस्थेसिया दिएको कन्ट्र्याक्सन भइरहेछ। अनि म सहनै नसक्ने अवस्थामा छु। मेरो अनुहार अन्तै नदेखाउँदा म सहनै नसक्ने अवस्थामा छु। अनि यति धेरै सहदा गरेँ कि मलाई औषधि चाहिनुपर्ने अवस्था आयो। अब औषधिले मलाई रिङटा लगाएर बसिरहेछ। अब सुत्नलाई भनिरहेछ। म सुत्दैछु, तर कन्ट्र्याक्सन चाहिँ बन्द भएको छैन। अहिले दुखी नै रहेछ। दुख्न बन्द हुने औषधि, कम हुने औषधि दिएको हुन चाहिँ, तर मलाई रिङटा चाहिँ लागिरहेछ बढी, आँखा नदेख्ने हिसाबले। दुख्न कम हुने औषधि होइन, निदाउन हाल्ने औषधि, निन्द्रा लाग्ने औषधि दिएको रहेछ। त्यति बेला त के हो केही थाहा भएन। अहिले पो रियलाइज भइरहेछ। एकछिन पछाडि कति 15-20 मिनटमा सबै औषधि लाग्छ भने पछाडि अनि त्यस लागि दुख्न नै कम हुन्छ होला पक्कै पनि। एकछिन त मरेर बाँचेर आएको, म त हल्लिन नसक्ने भएँ। अनि अब यही हो, बेडमा बसेछु, सुत्न लागेर बसेछु। अब यहाँ समाइदिरहनुहुन्छ बेला बेलामा भेट्छौँ। 24 घन्टा आइमिन यहाँ बस्नु समाइरहनु भएको छ, मालिस गरिरहनु भएको छ, अनि मेरो हेल्प गरिरहनु भएको छ। मलाई त्यो औषधि यस्तो लागेछ कि भिडियो गर्नु भनेर निदाइछु। म त यहाँ बोल्नु स्टार्ट हुने बित्तिकै चुप लाएर बस्न थालेछु। जानै नभइकन बोल्दै नबोलिकन ठाडो पारेर गर्नुभयो कि तेर्सो। अनि औषधि हाल्यो, जुन चाहिँ म आँखा हेर्न सकिरहेको छैन र मलाई बोल्न पनि अल्छी लागिरहेछ। बोले पछाडि चाहिँ मजा आइरहेछ बोल्न, तर क्राम्स आइ नै रहेछ। कहिले दुखाइ पीडा भइ नै रहेछ, तर आँखा मात्र हेरिरहेको छैन। सायद त्यो औषधि त्यसरी नै लाग्छ होला। अरू त के थियो भन्नु त, के थियो बाँकी एपिडुरल नलिएको, घुम्न मिल्दैन भनेर नलिएको।
किनभने त्यो लास्ट लगाइराखेको मैले पनि नदिने बिचरा चाहिँ अहिले मलाई आयो फेरि आयो फेरि मलाई दुखिरहेको छ अहिले त्यही नै मर्ने गरेर दुखिरहेको छु सहन सकिरहेको छैन जिन्दगीमा आमाहरूलाई आमाप्रतिको रेस्पेक्ट यति भक्तै बढेर बुढा जत्तिकै भइसक्यो त ए कस्तो नगएको कति दुख्दो रहेछ कति गाह्रो हुँदो रहेछ भन्ने फिल भयो अझ यसको त यो 1% पनि होइन जति साँच्चीकै हुन्छ यो त फेक जस्तो लागिरहेछ मलाई फेकमै औषधि हाल्नु पऱ्यो भने त रियलवालामा के हुन्छ होला त्यसैले अब अहिलेसम्मको अपडेट भनेको मैले 2टा ट्याब्लेट हाल्नु पऱ्यो सर्भिक्स सफ्ट गर्नको लागि मतलब डोज बढाउनु पऱ्यो अनि त्यस पछाडि अनि यो बेथा धेरै लागेको भएर औषधि आइभीबाट दिएको छ त्यति हो अहिलेलाई फेरि मान्छेहरू बेथा लागेको बेला कसरी चिच्याउँछन् कुन्नी म त सास फेर्न नै सकिराखेको थिइनँ त्यति बेला बोल्ने त परै जाओस् चिच्याउने त परै जाओस् तर नर्सहरू चाहिँ भनिरहेको थियो लामो सास फेर भनेर भ्वाक्कै दिनु जस्तो तर हेल्प चाहिँ हुँदो रहेछ यति बेला लामो सास फेर्दाखेरि तर फेर्नै नसकिने र पो त यति बेला चाहिँ म सुत्दै उठ्दै गरिरहेको थिएँ किनभने मलाई निदाउने औषधि दिएको थियो तर बेथा लाग्दाखेरि चाहिँ म उठिराखेको थिएँ अनि बेथा लाग्दैपछि एबुले मालिस गरिदिँदै हुनुहुन्थ्यो म उठ्दै थिएँ कराउँदै थिएँ अनि आँखा चाहिँ खुलेको थिएन पोलिराखेको थियो एकदमै धेरै भर्खरै दुख्न ठिक भएर म निदाइछु त्यो दुख्नलाई बेसी ठिक हुने बित्तिकै झ्याप्प निदाइरहेको थिएँ क्या म दुख्ने बित्तिकै उठिरहेको थिएँ अनि दुख्न ठिक हुने बित्तिकै कम हुने बित्तिकै म निदाइरहेको थिएँ मैले आँखै खोल्न सकेको थिइनँ अनि यति बेला चाहिँ एबुले थाहा पनि गरेर भिडियो गरिरहनु थियो मलाई यो गरेर समातेर धन्न यहाँको हस्पिटलले हस्बेन्डलाई रुमभित्र नै राख्न दिन्छ बच्चा पाउन लागेको बेलामा नि सँगै नै राख्छ हेर्न पाउँछन् हस्बेन्डहरूले दुःख पाएको देख्छन् त्यो भयो भनेदेखि उनीहरूले नै फिलै गर्न नसके पनि नपाए पनि नमिले पनि उनीहरूले कमसेकम दुखेको त देख्छन् त्यो हुँदाखेरि पनि राम्रो फिल हुँदो रहेछ नेपालको जस्तो थियो भनेदेखि केही थाहा नपाउने आकाशबाट बच्चा जन्मिएको जस्तो फिल गराउने पछि बच्चा जन्मिसके जस्तो हुन्थ्यो भनेदेखि कति दुःख पाइन्थ्यो होला यसको लागि चाहिँ यहाँको हस्पिटलसँग एकदम थ्याङ्कफुल छु म यति बेला चाहिँ एपिड्युरल हालिसकेको थियो त्यो हालिसके पछाडि नर्सले क्याथेड्रल हाल्नको लागि भनेर आएकी थिए त्यति बेला पो थाहा भयो त बच्चा त बाहिर निस्किन लागिसकेको थियो भनेर टाउको चाहिँ निस्किन थालिसकेको रहेछ अनि मैले भनिराखेको थिएँ एपिड्युरल हाल्दाखेरि पनि नर्सहरूलाई आई फिल लाइक पुसिङ भनेर तर कसैले पत्याएन यति चाँडो बच्चा जन्मिँदैन भनेर एकदमै फास्ट बच्चा जन्मियो अरे एकदमै नौलो केस लाग्यो अरे मेरो केस होइन भोलि या त पर्सिपल्ट बच्चा जन्मिने उनीहरूले प्लान गरेका थिए त्यस्तो त्यो सोचेका थिए तर बच्चा चाहिँ चाँडै जन्मिनलाई थाल्यो मेरो केसमा चाहिँ अनि उनीहरूले चाहिँ पछि मैले भनेको कुरै नपत्याइराखेका थिए कि पत्याइ नै राखेका थिएनन् अनि पछिबाट क्याथेड्रल हाल्ने बेलामा उनीहरूले ओहो बच्चा त निस्कि पो सकेको रहेछ भनेर अनि अब एकैचोटि बच्चा निकाल्ने प्लान गर्न थाले अनि डक्टर बोलाएर अनि बच्चा जन्मियो त्यति बेला चाहिँ ट्याक्कै अहिले सम्झिँदाखेरि चाहिँ मलाई एकदमै रिस उठ्छ नर्सहरूले मैले भनेको कुरै पत्याइराखेका थिएनन् मलाई दुखिरहेछ गाह्रो भइरहेछ भन्दाखेरि बच्चा बाहिर निस्किसके पछाडि बल्ल एपिड्युरल हालेको त्यो पनि नहेरिकन किनभने उनीहरूलाई लागेकै थिएन कि बच्चा अहिले जन्मिन्छ भनेर मैले कति भने कि बच्चा जन्मिन लागिसक्यो गाह्रो भइसक्यो मलाई भनेर तर उनीहरूले पत्याएनन् अनि पछिबाट बच्चा जन्मियो अनि आउँछन् नेपालका जजमेन्टल महिलाहरू जसले भन्छन् युएसमा त त्यहाँ बाहिर विदेशमा त सजिलै बच्चा पाइन्छ भनेर यस्तै सजिलो हुन्छ बच्चा पाउन्जेलसम्म पनि उनीहरूले सोचेका थिए होलान् औषधि हालेर सजिलै बच्चा जन्मिन्छ भनेर तर मेरो केसमा त्यस्तो हुँदै भएन कोही लकी हुन्छन् उनीहरूले आफूले भने जस्तो गरेर बच्चा पाउन सक्छन् तर सबैजना त्यस्तो लकी हुँदैनन् कसैको बच्चा पाउने बेलामा एपिड्युरलले काम गर्न छोड्छ कसैको पहिला हुँदैन त एपिड्युरल पछि लगाउँदाखेरि बच्चा जन्मिसकेको हुन्छ नर्सहरूलाई थाहा नै हुँदैन मेरो केस चाहिँ त्यस्तो भयो है
व्यथै लागेन होला, दुख्दै दुखेन होला, खुसी भइकन हाँसी बच्चा जन्मियो एकदम उज्यालो अनुहार लिएर भन्ने सोध्छन् होइन। विदेशमा बसेका आमाहरूले त्यसरी बच्चा जन्माए भन्ने सोध्छन्। त्यति भाग्यमानी सबैजना कहाँ हुन्छन् र होइन। तर म त्यस्तो दुखाइ नै नसहिकन बच्चा जन्माउनेलाई मात्र भाग्यमानी मान्दिनँ, किनभने अलिकति दुखाइ भएन भनेदेखि मदरहुड फिल पनि त गर्न सकिँदैन होला है। यो मेरो पर्सपेक्टिभ हो, तर अरूको अरू नै हुनसक्छ। अलिअलि दुख्न पनि जरुरी छ, अलिअलि व्यथा लाग्न जरुरी छ, अलिअलि च्यात्तिन काटिन जरुरी छ, अनि मात्र आमा बनेको आमा भएको फिल आउँछ होला। मलाई चाहिँ त्यस्तो लाग्छ है। मलाई चाहिँ त्यही नै, म चाहिँ त्यो फिल गर्छु। अब अरूको डिफ्रेन्ट भ्युज हुनसक्छ यो विषयमा। अगाडि यो सर्भिक्स सफ्ट भए पछाडि अलिकति सर्भिक्स फुले पछाडि जुन औषधि दिनुपर्ने थियो मेरो त अलिकति फुल्ने बित्तिकै व्यथा लाग्ने स्टार्ट भयो। व्यथा लाग्न थाल्ने बित्तिकै पुस गर्नलाई थालेँ, भित्रबाट बच्चा बाहिर निस्किन थाल्यो। अनि एकदम गाह्रो भयो। 4 घन्टासम्म एकदमै सहेँ। त्यति बेलासम्ममा बेबीको टाउको बाहिर निस्किसकेको रहेछ। अनि जब डक्टरले आएर एपिड्युरल दिनलाई भनेर बोलाउँदाखेरि 6 बजे दिनलाई बोलाएको। एक्चुअली यो आइभीबाट खै के दिनुपर्ने औषधि के दिएको थियो, एनेस्थेसिया नर्मल। अनि औषधि दिनलाई भनेर बोलाउँदाखेरि यो के भन्न लाग्यो मैले। एपिड्युरल दिन लाग्दाखेरि तिमीले जब भन्यौ कि आम रेडी टु डेलिभर द बेबी, एनेस्थेसियाको औषधि दिँदाखेरि ऊ भनेको थियो नि त, त्यो औषधि मतलब एनेस्थेसियाको औषधि होइन नि, त्यो एनर्जी आउने एनेस्थेसियाले हो त, त्यसले त लट्ठो गराउने पो हो त। आइभीबाट एनर्जी दिनेर हुन्छ, त्यो झिकेर अनि त्यहाँबाट औषधि हालेर अनि त्यसपछि फेरि एनर्जी हाल्यो। ओके, सो एनर्जीवाला औषधि दिइराखेको थियो, इलेक्ट्रोलाइट औषधि दिइराखेको थियो। अनि त्यो औषधि कता पुग्यो, कति चाहिन्छ, त्यो औषधि कति चाहिनुपर्ने हो यो औषधि ढाड लट्याउनुको लागि, कमर लट्याउनुको लागि, त्यो नपुगेसम्म दिन मिल्दैन भनेको भएर 6 बजेसम्ममा बल्ल मैले औषधि जति लिनुपर्ने त्यति पाएँ। अनि 6 बजीसम्म मैले सहेर बसेँ। 6 बजीसम्म खासमा 4 घन्टा 2 बजीदेखि 2 बजी भन्नाले अगाडिदेखि नै भइरहेको थियो। त व्यथा त अगाडिदेखि नै लागिरहेको थियो, तर एक्सट्रिम चाहिँ मलाई 2 बजीदेखि भएको रहेछ। 2 बजी सायद एनेस्थेसिया दिएको, त्योभन्दा अगाडिदेखि नै भइरहेको थियो। एनेस्थेसिया त धेरै गाह्रो भए पछाडि दिएको मलाई, सायद धेरै अगाडिदेखि भइरहेको थियो, बिहानदेखि नै भइरहेको थियो। सेकेन्ड डोज ऊ दिए पछाडि, त्यो ट्याब्लेट दिए पछाडि मलाई व्यथा लाग्न थालेको। भोक लाग्यो हो। अनि त्यसपछि त्यो भएपछि 2 बजी एनेस्थेसियाको औषधि दियो। अनि म लट्ठिएको भिडियोहरू थाहा छ त्यसै कसरी गएर बढाइराखेको थिएँ। अनि जब एपिड्युरल, मलाई यो प्रनाउन्स गर्न नै आउँदैन, दिने बेलासम्ममा त मलाई जब त्यहाँ आफ्नो ढाडमा सुई लगाउने बेलामा फेरि नर्स आएर मेरो ब्लग बिचमै रोक्नु पर्यो। त्यो भिडियोमा म यो भन्दै थिएँ कि सुई लगाउन्जेलसम्म, ढाडमा सुई दिने बेलासम्म मलाई पुस गर्नलाई मन लागिसकेको थियो, तर उनीहरूले पत्याएको थिएनन्। यति भन्न लागेको थिएँ, भन्दा मैले अगाडि नै भनिसकेँ त्यो कुराहरू त। यो चाहिँ मेरो पुकुले क्युटी पाई बेबी। यत्रो दुःख पाएँ अनि बाहिर निस्के पछाडि यसो हेर्छु त ठ्याक्कै आफ्नो बुवा जस्तो अनुहार लिएर जन्मेछ। हरि शरणम, यस्तो भयो एकछिन त भनेर म भन्दिनँ। अब यहाँदेखि फेरि मेरो उत्पट्याङ सुरु भइसक्यो। तर बच्चाको हार्टबिट सुन्दै थिएँ म। अनि त्यस पछाडि हामी खुसी साथ घर गयौँ। अनि यति बेला धेरै हाँस्नु नै हुँदैन, रुनु नै हुँदैन भनेर सिकाएकै हुनुहुन्थ्यो आमाले। अनि यही बेलामा चाहिँ बुढो भाइले जे भन्दा नि हँसाइ गरेर अनि त्यस पछाडि सक्यो मेरो कहानी। आई मिन हस्पिटलको कहानी चाहिँ सक्यो, जिन्दगीको कहानी त बल्ल सुरु भयो।
यो चाहिँ हस्पिटलको मेमोरी, यो हस्पिटलबाट घर जाँदै गर्दाखेरिको मेमोरी र यो घर पुगे पछाडिको मेमोरी। बाई। जय श्रीमन्नारायण।